धर्म परिवर्तन यो विश्वको लागि कलङ्क र समग्र विश्व मानव समुदायको लागि अभिशाप हो। पछिल्लो 3000 वर्षदेखि यता भएका नरसंहारहरू र महायुद्धहरू अवलोकन गर्दा धर्म परिवर्तन नै कतै न कतै कारण बनेर बसेको देखिन्छ। आफ्नो पुर्खौली विरासत, पुर्खौली अस्तित्व, पुर्खौली अस्मितालाई रक्षा गरेर हामी यो विश्वमा भएका सम्पूर्ण मानवहरू आपसमा मिलेर बस्नु नै आजको आवश्यकता हो। धर्म परिवर्तन आपसमा विद्वेष, राग, कलह र झगडा मच्चाउने र मानवीय अस्तित्वलाई खतरामा पार्ने एउटा खतरा एम्बुस मात्रै हो। धर्म परिवर्तन रूपी कहरबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाउँ। ओम